साथीहरु स्वागत छ मेरो युट्युब च्यानलमा हजुरहरुलाई। साथीहरु एउटा कुरा के भन्छु भने अज्ञानी हुनु त्यति लाजमर्दो कुरा हैन, जति जान्ने इच्छा नराख्नु हो। भन्नुको मतलब यो हो कि हामीले जन्मेदेखि नै पहिला नै कुनै पनि चीज कुनै पनि कुरा सिकेर आएका हुँदैनौं र त्यसमा लाज मान्ने कुरा पनि केही छैन। तर कुरा यो हो कि साथीहरु हामीले यदि कुनै पनि काम गर्न चाहेनौं, कुनै पनि काममा इच्छा राखेनौं, सिक्न चाहेनौं भने त्यसमा चाहिँ लाज मर्दो कुरा भनेका छन्। र साथीहरु त्यसैले साथीहरु हामीले जीवनमा केही न केही कुरा सिक्नुपर्छ र एक बारको जीवन हो हैन, सिकेर जानुपर्छ। किनकि भोलि मरेर गयो भने केही न केही आफ्नो नासो त यता छोडेर त गइन्छ हैन। केही काम छैन, केही आउँदैन, न त मसँग पढाइ छ, न त त्यति भन्छ नि बौद्धिक जान्ने इच्छा छ भनेर बस्नु भन्दा केही न केही सिक्नुस्। अहिले त डिजिटलको जमाना छ। हामीले जे कुरा सिक्न मन लाग्छ, जे कुरा गर्न मन लाग्छ, यदि हामीलाई केही थाहा नभए पनि तपाईको हातमा फोन त छ नि, मोबाइल फोन। त्यसमा तपाई जे सर्च गर्नुहुन्छ त्यो अहिले 2 मिनेटमै फ्याट्ट आइहाल्छ। त्यहाँबाट सिक्नुस्। अब अहिले त युट्युब, फेसबुक हैन, धेरै नै सोशल मिडियाहरु छन् नि। त्यसमा पनि तपाईसँग कुनै न कुनै प्रतिभाहरु पनि होलान्। भगवानले हामी मानिसहरुलाई केही न केही प्रतिभाहरु त दिएकै छन्। त्यसमध्ये हजुरहरुसँग पनि केही न केही होला हैन। त्यसैले साथीहरु हामीले जहिले पनि सिक्ने कुरामा पछाडी हट्नु हुँदैन र मिहिनेत गरिराख्नुपर्छ। समस्या भनेको मान्छेको जीवनमा कहिले पनि टर्दैन र कहिले पनि हट्दैन। हामी जन्मेदेखि अन्तिम सास रहन्जेलसम्म समस्या आइ नै रहन्छ। यदि समस्या आएन भने मान्छेको जीवनको पनि अर्थ रहदैन भनेका छन्। साथीहरु उदाहरणको लागि यदि हजुरहरुलाई मोटिभेशनल हुन्छ भने मेरो भिडियो हेर्नुस्, मलाई हेर्नुस्। न त म धेरै पढेको मान्छे, न त म कुनै दक्षतावान मान्छे, न त बोल्न जान्ने। बोली पनि हेर कसरी बोलिरहेछु हैन। नेपाल गाउँ छाडी भारतमा आएर भाडा धोइरहेछु, सेक्युरिटीको काम गरिरहेछु। त्यही पनि साथीहरु युट्युबमा काम गर्छु भनेर लागि परिरहेछु। दिन रात मेहनत गरिरहेछु। सँगसँगै कामलाई पनि सँगसँगै लगेर गइरहेछु। ध्यान दुवैतिर दिइरहेछु भनौं। आफूले गरेको काम पनि गर्दैछु, सेक्युरिटी काम गर्छु, बिहान कार वाश गर्छु। अहिले फ्री भएको 1-2 घण्टामा युट्युबमा भिडियो हाल्छु अनि फेसबुकमा भिडियो हाल्छु। किनकि मान्छेले केही न केही त गर्नु पर्यो। यसरी नै गुजरा हुने हैन। त्यसैले साथीहरु म भन्छु, मलाई हेरेर तपाईले पनि केही सिक्नुस्। मैले कसरी भिडियो बनाइरहेछु त्यसरी तपाई पनि भिडियो बनाउनुस्। मलाई नभए पनि अहिले हाम्रो नेपालको प्रधानमन्त्री बालेन्द्र शाहलाई हेर्नुस् त। उहाँले चोखो सम्पत्ति भनेको सोशल मिडियाबाट कमाएको हो रे। थाहा छ तपाईलाई? लगभग 1.5 करोड रुपैयाँ सम्पत्ति अहिले सार्वजनिक गरेका छ बालेन शाहले हैन। त्यो जति पैसा हो सबका सब यही फेसबुक, युट्युब, टिकटकबाट बनाएका हुन् रे। के बालेन शाहले पनि पहिला नै अहिलेको जस्तो उनको फ्यान फ्लोर छ नि, 4-5 मिलियन। फेसबुकमा साथीहरु छन् 12-13 लाख। युट्युबमा साथीहरु छन् के वात त अहिले नै बढ्या हो र हैन नि। पहिला त उनी पनि हामी जस्तै कन्टेन्ट क्रिएटर, युट्युबर, र्यापर थिए नि हैन।
जिरोबाट सुरु गरेका मान्छे अहिले हेर्नुहोस् प्रधानमन्त्रीको स्यालेरी तलबभन्दा पनि कयौँ गुणा सोसियल मिडियाबाट कमाएका छन्। त्यसैले साथीहरू म के भन्न चाहन्छु भने, के सन्देश दिन चाहन्छु भने, मान्छे पहिला नै कोही पनि सिकेर आएको हुँदैन। पहिला नै कसैले पनि एकैचोटि वात्त अगाडि बढ्न चाहदैन र सक्दैन। जिरोदेखि सुरु गर्नुपर्छ। मैले पनि जिरोदेखि नै सुरु गर्दैछु र मलाई पनि विश्वास छ यसरी नै म अगाडि बढ्छु र बढिरहनेछु। हजुरहरूको साथ पनि म पाइरहनेछु र जिरोदेखि सुरु गरेर जहाँसम्म मेरो शक्ति क्षमता छ त्यहाँसम्म म पुर्याउँछु भन्ने मेरो पनि एउटा सपना छ। हजुरहरू पनि गर्नुहोला। अहिले दुःख गर्यो भने भोलि सुख पाइन्छ भन्छ नि, नमरी स्वर्ग देखिँदैन। त्यसैले हामीले अहिले काम गर्यो भने, अहिले मिहिनेत गर्यो भने भोलि गएर पो मिहिनेतको फल पाउने हो हैन। अहिले हामीले मिहिनेत गरेनौँ भने भोलि त्यो मिहिनेतको फल, सफलताको फल अरू कसैले जसले मिहिनेत गर्छ त्यसकै हातमा पर्छ साथीहरू। त्यसैले साथीहरू त्यो सफलताको फल हामीले पाउनु छ भने अहिलेदेखि नै जे हामीमा प्रतिभा छ, जे हामीमा इच्छा उजागर छ त्यसमा ध्यान देऊ, त्यसमा लगाव बनाऊ। म पनि नयाँ युट्युबर बन्न चाहन्छु। म पनि नयाँ युट्युबर हो। यदि हजुरहरूले मेरो भिडियो लास्टसम्म हेर्नु भएको छ भने मेरो भिडियो कस्तो लाग्छ, मैले कसरी बोलिरहेको छु, एउटा लाइक र कमेन्टमा प्रतिक्रिया, कसरी बोलिरहेको छु, कस्तो छु हैन, मैले के गर्दा ठिक हुन्छ भनेर एउटा कमेन्ट हजुरहरूले छोड्नुभयो भने मेरो लागि त्यो नै मोटिभेसनल र अगाडि बढ्ने आधार बाटो हुनेछ है।